आज हामीहरू रेसुङ्गा पार्क गइरहेको छौँ। अटो लिन आइसकेको छ। अब हामी अटोमा जाँदैछौँ। बाटो उकालो रहेछ, हामीलाई डर लाग्यो यो अटो नि चल्छ कि चल्दैन। रेसुङ्गा पार्क पुग्न लाग्यौँ। हेर्नुस् कति राम्रो छ भन न। राम्रो छ। रेसुङ्गा पार्क आइपुग्यौँ। झुलाएर मजा आएको छ। अलिअलि डर पनि लागेछ। अघि नै म खेलेको थिएँ, म एक्लै खेल्दा डराएको थिएँ। एलिसा दिदीको मम्मी र मेरो मम्मी त्यहाँ झुलामा बस्नु भएको छ। दिदीहरू एकदम डराउनु भएको छ। हामीहरू रेसुङ्गा पार्कमा घुमिरहेका छौँ। मजा छ खेलेर। उता हेर्नुहोस् जङ्गल। हेर्नुहोस् हामी रेसुङ्गाको टावरमाथि तल हेरेछौँ। कति राम्रो उता हेर्नुहोस्। रेसुङ्गा पार्क, जङ्गल है, सल्लाहको रुख। मलाई लाइक कमेन्ट गरिदिनु होला। नमस्ते।